नमस्कार। कार्यक्रम विशेष संवादमा यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत छ। म स्मारिका राई। नेपालको ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार मध्ये पशुपालन पनि एक हो। तर यहाँको बजार व्यवस्थापन, जलवायु परिवर्तनको प्रभाव, रोग व्यवस्थापन तथा पशु आहार व्यवस्थापन जस्ता विभिन्न चुनौतीपूर्ण बन्दै गएका छन् पछिल्लो समय। आज हामी विशेष संवादमा यस्तै विषयमा संवाद गर्दैछौँ। अतिथिको रूपमा स्टुडियोमा हुनुहुन्छ उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका पशु विकास अधिकृत बबी बस्नेत। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हामी आज समग्रमा पशुपालन क्षेत्रको कुराकानी गर्ने भए तापनि मुख्य गरी चाहिँ पशु आहारको विषयमा नै केन्द्रित रहेर कुराकानी गर्नेछौँ। सामान्य बुझ्ने भाषामा पशु आहार भनेको के हो, हामीले बुझिरहेको विशेष गरी नर्मल भाषामा, सामान्य भाषामा बुझिरहेको पशु आहार र यहाँहरूले व्याख्या गर्ने पशु आहारमा के भिन्नता रहेछ बुझौँ न। अब यो जेनरली पशु आहार भनेको चाहिँ हामीहरूले गाई वस्तुहरूलाई विशेष गरी भैँसी, गाई, भेडा, बाख्रा, सुँगुर, कुखुरा यो चाहिँ पशु क्षेत्रले हेर्ने भएको कारणले गर्दाखेरि चाहिँ यसले खानेकुराहरूलाई चाहिँ आहारा भनिन्छ भन्ने कुरा चाहिँ हामीले जेनरली बुझिराखेको कुरा हो। तर हामीले यो हाम्रो पशु आहारा हामीले भन्ने कुरा चाहिँ के छ त भन्दाखेरि त्यो आहारा जसले चाहिँ उसको वृद्धि विकासमा चाहिँ सहयोग पुर्याओस्। जस्तै गर्भ भएको बेलामा, ल्याक्टेसन दुध दिने बेलामा निश्चित रूपमा केही पोषण तत्त्वहरू, जस्तै पोषण भन्नाले जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, मिनरल्स, भिटामिन्स कुराहरू चाहिँ यो पशुहरूलाई चाहिँ प्रदान गरेर उनीहरूको वृद्धि विकास हुने कुराहरूलाई जसले चाहिँ सहयोग पुर्याउँछ, खाद्य वस्तु कुराहरू, त्यसलाई चाहिँ हामीले पशु आहार भन्ने गर्छौँ। पशु उत्पादन बढाउन चाहिँ सन्तुलित आहारको कतिको आवश्यक पर्छ? अब यो पशु उत्पादन वृद्धि गर्नको लागि चाहिँ सन्तुलित आहारको चाहिँ एकदमै धेरै महत्त्वपूर्ण भूमिका छ। जस्तै अब हामीले विशेष गरी चाहिँ पशुको विकासका लागि, समग्र पशुको विकासका लागि चाहिँ विशेष गरी हामीले 5 वटा कुरामा ध्यान दिनुपर्छ भनिराखेका हुन्छौँ। सर्वप्रथम त हामीले पशु प्रजननको कुराहरू, त्यसको ब्रिडहरू कति क्षमताको उत्पादन दिन सक्ने हो त्यो ब्रिडको कुराहरू हुन्छ। त्यस्तै गरेर पशु आहारको कुरा पनि हुन्छ। त्यसलाई खुवाउने कुराहरूको कुरा भयो, दानाका कुराहरू, घाँसका कुराहरू, साइलेजका कुराहरू भयो। त्यस्तै तपाईँको पशुको व्यवस्थापन, उसको म्यानेजमेन्ट पाटोहरू, कस्तो खोरमा राख्ने, हिटबाट, कोल्ड स्ट्रेसबाट चाहिँ कसरी बचाउने भन्ने कुरा छ। त्यस्तै पशुको रोगहरू, रोग तथा स्वास्थ्य व्यवस्थापन भन्छ। कहिलेकाहीँ रोगहरू पनि लाग्ने गर्छ, त्यसलाई पनि व्यवस्थापन गर्नु पर्यो र पशुको बजारीकरणको कुराहरू छ। यो सबै 5 वटा क्षेत्र चाहिँ भयो भने पछाडि पशुको समग्र विकास हुन्छ भन्ने कुरा छ। र त्यसमा चाहिँ हाम्रो यो पशु पोषण अथवा पशु आहारले चाहिँ 65देखि 70% रोल खेल्ने भएको कारणले गर्दाखेरि चाहिँ निश्चय पनि हजुरले भनेको जस्तो सन्तुलित आहारको त रोल हुने नै भइहाल्यो। किनभने अब पशुको पनि विभिन्न चरणहरू हुन्छ। जस्तै एउटा सामान्य गाईले जन्मायो भने 5-6 हुने होला हैन, थोरै वृद्धि विकास हुँदै जाँदाखेरि चाहिँ अब एडल्ट फेटमा हेफर हुने भन्ने कुरा होला। अब जस्तै ब्रिडिङ बुलको कुराहरू हुन सक्ला हैन। अवस्था हेरिकन चाहिँ हाम्रो दाना अथवा पोषण चाहिँ हामीहरूले चाहिँ दिनुपर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि त सन्तुलित आहारको चाहिँ पक्कै पनि चाहिँ एकदमै धेरै नै महत्त्वपूर्ण भूमिका हुन्छ। अब व्यावसायिक रूपमा पशुपालन गर्ने कृषकहरूले चाहिँ पशु आहारको बारेमा कतिको बुझेका छन्, यहाँलाई के लाग्छ? अब जेनरली हामीले हेर्नु पर्दाखेरि चाहिँ कतिपय ठाउँमा अहिले हाम्रो यो समग्र कोशी प्रदेशको कुरा गर्दाखेरि चाहिँ बिस्तारै हामीले परम्परागत तरिकाले जसरी पशुपालन गरिराखेका हुनुहुन्थ्यो हाम्रो कृषकहरूले हैन, अलिकति व्यावसायिक फर्ममा चाहिँ उहाँहरू चाहिँ गइराख्नु भएको छ। जस्तो नयाँ ब्रिडहरू, होलिस्टनका भए, जर्सीका गाईहरू भए हैन, ल्याएर चाहिँ उहाँहरूले आफ्नो तर्फबाट, त्यसमा राज्यको पनि केही न केही त सहयोग हुने कुरा भइ नै हाल्यो, उहाँहरूले चाहिँ गर्दै हुनुहुन्छ। त्यसमध्येमा पनि अलिकति पशु पोषण चाहिँ थोरै अलिकति पछाडि नै परेको जस्तो मैले मान्छु। हुन त उहाँहरूले दिनदिनै त्यो कुराहरू खुवाइराख्नु भएकै छ, किनभने पोषण त चाहिने नै भयो। तर हामीले चाहिँ कस्तो तरिकाले खुवाउँदाखेरि चाहिँ उत्पादन बढाउन सकिने हो हैन, यसलाई चाहिँ कसरी प्रयोग गर्ने हो, दाना कसरी खुवाउने, घाँसहरू कसरी खुवाउने, घाँसका पनि प्रकारहरू हुन्छन् भन्ने कुरामा चाहिँ अलिकति थोरै चाहिँ ग्याप देखिन्छ।
अब स्थानीय स्तरबाट नै उहाँहरूले आहारा जुटाउनु पर्दा चाहिँ किसानहरूले कसरी जुटाउने? अब यो आहारा स्थानीय स्तरबाटै हाम्रो कुरा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो बाहिरबाट ल्याएर भन्दा जस्तो एक त हामी विदेशमा विशेष गरी त भारतबाट चाहिँ आयात गरेर त्यो दाना आयातै गरेर ल्याउने विशेष चलन छ। अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो कस्ट अफ प्रोडक्सन चाहिँ बढ्न जान्छ, लागत मूल्य चाहिँ बढ्न जाने कारणले गर्दाखेरि चाहिँ किसानले चाहिँ नाफा लिन चाहिँ सक्नु हुँदैन। त्यस कारणले गर्दाखेरि हामीले गर्नुपर्ने कुरा भनेको स्थानीय स्रोत साधनलाई नै प्रयोग गरेर हामीहरूले पशुको आहारा चाहिँ पशुलाई खुवाउन सक्यौँ भने पछाडि चाहिँ हामीलाई भन्नुको अर्थ चाहिँ हाम्रो किसानहरूलाई चाहिँ फाइदा पुग्ने हो। जस्तै अब स्थानीय स्रोत साधनमा रहेका घाँसहरू हुने कुरा भए होइन, त्यस्तै गरेर हाम्रै घरमा हुने दानाहरू भए, पिनाहरू हुने भए, हड्डीका धुलाहरू हुने भए, ती कुराहरूलाई चाहिँ मिलाएर खुवाउन सक्यौँ भने पछाडि चाहिँ कम्तीमा पनि स्थानीय स्रोत साधनको प्रयोग हुन्छन्। अब अझ हाम्रो त पहाडी जिल्लाको कुरा गर्ने हो भने पछाडि मध्य पहाडमा चाहिँ यो पशुपालनको चाहिँ राम्रो स्कोप देखिन्छ क्या। जेनरली चाहिँ राम्रो देख्ने भएको कारणले गर्दाखेरि चाहिँ विभिन्न प्रकारका चाहिँ डाले घाँसहरू पनि छन् हामीसँग, जस्तै टाँकी छ, इपिल छ होइन, त्यस्तै गरेर चाहिँ दुधिलो छ होइन, कुटमिरोहरू छ। यी यस्ता डाले घाँसहरू पनि भएको कारणले गर्दाखेरि र प्लस तपाईँको भुइँमा लगाउने भुइँ घाँसहरू पनि छन् हामीसँग होइन। ती कुराहरूलाई चाहिँ हामीले मिश्रण राम्रोसँग मिलाएर खुवाउन सक्यौँ भनेपछि स्थानीय स्रोत साधनमा भएको कुराहरूलाई खुवाउन सक्यो भने त लागत मूल्य पनि हामीले कम गर्न सक्छौँ र किसानलाई चाहिँ बढी फाइदा पुग्छ। अहिले त विशेष गरी प्राकृतिक रूपमा उब्जिएका घाँसहरू भन्दा पनि किसानहरू आफैले घाँस लगाउने प्रचलन पनि बढ्दै गएको छ नि होइन। सहर क्षेत्रमा त विशेष गरी अहिले धेरै त्यो प्रचलन छ। त्यस्ता घाँसहरूले चाहिँ पशुको आहारमा पर्याप्त रूपमा पुग्छ? अब यस्तो छ, हाम्रो जेनरली चाहिँ कस्तो छ भनेपछि हाम्रो गाउँघरमा जुन परम्परागत तरिकाले हामीहरूले घाँस खुवाइराखेकै छौँ होइन, आखिर घाँस खुवाएकै छ। अब जेनरली हाम्रो किसानहरूको चाहिँ कस्तो छ भने मैले राम्रो जातको गाई लिएर बाँधेको छु, मैले घाँस पनि खुवाइरहेको छु, यसले चाहिँ दुध दिनुपर्छ भन्ने एउटा मानसिकता छ। तर उसको रिक्वायरमेन्ट कति हो त होइन। जस्तो हामीले लोकल गाईहरूलाई खुवाउनु र हामीले नयाँ जातका गाईहरू ल्याएर खुवाउँदैछौँ, 10 लिटरभन्दा दुध बढी दिने गाईहरू छन्, भैँसीहरू छन् भने पछाडि त पक्कै पनि आहाराको लागि त हामीले त्यही किसिमको आहारालाई चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ विशेष गरी चाहिँ हामीले यसको एउटा जेनरल फर्मुला पनि हुन्छ। जस्तो उसलाई चाहिने सुक्खा पदार्थको कुरा होला, उसलाई चाहिने चाहिँ कार्बोहाइड्रेटको कुरा होला, उसलाई चाहिने प्रोटिनको कुरा होला। यो सबै कुराहरू चाहिँ जसरी हामीले मानवले पनि त सबै कुरा चाहिँ दाल भात तरकारी सबै कुराहरू मिलाएर खाएको हुन्छौँ, त्यसै गरी पशुलाई पनि मिलाएर खुवाउनु पर्ने हुन्छ। र अलिकति हाम्रो किसानको फिल्डमा यो हाम्रो सङ्घ सरकार भयो, प्रदेशको सरकार, हाम्रै आफ्नो उद्योग कृषि तथा सहकारी मन्त्रालयका तत्त हाम्रो निकायहरू, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू, स्थानीय सरकारले चाहिँ अहिले विभिन्न घाँसको बिउहरू पनि बाँडिरहेको अवस्था छ। नयाँ नयाँ घाँसहरूको बिउहरू बाँडेर तिनीहरूको चाहिँ उत्पादनलाई बढाउने कुराहरू गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ त्यस्ता घाँसहरू हामीले खुवाउन सक्यौँ भने पछाडि पक्कै पनि त्यसले चाहिँ कन्ट्रिब्युट गर्छ, राम्रो गर्छ भन्ने कुरा चाहिँ हो। किसानहरूले अघि हामीले कुरा गऱ्यौँ नि, प्रसङ्ग उठाएका थियौँ, किसानहरू व्यावसायिक रूपमा विशेष गरी व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानहरू पनि त्यति धेरै पशु आहाराको विषयमा चाहिँ जानकार छैनन् भनेर। तर यहाँहरू चाहिँ किसान समक्ष पुग्ने कतिको प्रयास गरिरहनु भएको छ? अब हामी त जेनरली चाहिँ अब हाम्रो यो मन्त्रालय नै भएको कारणले गर्दाखेरि चाहिँ हामीहरू चाहिँ विशेष गरी चाहिँ 14वटै जिल्लामा पुग्छौँ। अझ थप एउटा इन्ट्रेस्टिङ कुरा त के छ भने हामीले अहिले एउटा नयाँ कार्यक्रमको सुरुवात पनि गरेका छौँ, लाइफ स्टक न्युट्रिसन अडिट भनेर भन्छौँ, पशु पोषण अडिट होइन। यो चाहिँ कस्तो छ भने पछाडि जस्तो कुनै पनि यो पशु चौपायाहरूले चाहिँ उसको रिक्वायरमेन्ट के हो, त्यो रिक्वायरमेन्ट अनुसारको चाहिँ दाना उसले पाएको छ कि छैन। अब उसले यदि यसबाट फाइनली त 3टा कुरा फाइन्ड आउट हुन्छ। यसले त्यो लाइफ स्टक न्युट्रिसन अडिटले गर्ने कुरा चाहिँ के हो भने पछाडि विशेष गरी 3टा कुरा। जस्तो यदि कुनै पनि हाम्रो कृषकले अथवा ओनरले गाईलाई अथवा भैँसीलाई, बाख्रालाई, भेडालाई, सुँगुरलाई, कुखुरालाई दाना खुवाइराखेको छ भने पछाडि त उसको बडी रिक्वायरमेन्टको आधारमा कि त एक्सेस हुन्छ, बढी हुन्छ, कि त ब्यालेन्स हुन्छ, कि त डिफिसिट हुन्छ। भनेको मतलब अपुग हुन्छ। अब जस्तो तपाईँको ब्यालेन्स फर्ममा छ भने
हामीले केही पनि गर्नु परेन होइन, उसको रिक्वायरमेन्टलाई चाहिँ पुगिरहेछ भन्ने कुरा भयो। तर यदि चाहिँ उसलाई चाहिँ डिफिसिट छ भनेपछि, अपुग भइराखेको छ भने पछाडि चाहिँ हामीले के कस्तो स्ट्राटेजी अपनाउन सक्छौँ त त्यसलाई पुगाउनको लागि। र अर्को कुरा चाहिँ के छ त भन्दाखेरि, यदि एक्सेस छ, धेरै छ भनेपछि धेरै खुवाएर धेरै वृद्धि त हुने होइन। धेरै छ भने पनि अब हामीले चाहिँ लागत त हाम्रो मूल्य त बढी लाग्ने भयो नि त, त्यस कारणले त्यसलाई कसरी कटअप गर्न सकिन्छ भन्ने त्यो कुरा फाइन्ड आउट होस् भन्ने कारणले गर्दाखेरि चाहिँ पशु पोषण अडिट भन्ने एउटा प्रोग्राम पनि हामीले यो आर्थिक वर्षदेखि चाहिँ हाम्रो फ्लोरमा जाँदैछ। र विभिन्न किसानहरूको चाहिँ पशु आहारा अनि साइलेज, दाना, फिड सप्लिमेन्ट उहाँहरूले जे खुवाइराख्नु भएको छ त्यसको चाहिँ हामीले नमुना सङ्कलन गर्ने गरेका छौँ। अहिले पनि हामीले धनकुटा, ताप्लेजुङ र इलाम जेनरली र हाम्रो प्रयोगशाला छ हाम्रो विभागमा, उहाँको समन्वयमा विशेष गरी चाहिँ हामीले यो कार्यक्रम गर्छौँ। जेनरली कोशी प्रदेशको 8वटा जिल्लाबाट चाहिँ हामीहरूले चाहिँ यो नमुना सङ्कलन गरिसकेका छौँ। यसको अर्थ त के भन्दाखेरि, पशुपालन गर्ने कृषकहरूले एउटा खर्गमा पाइने घाँसहरू के कस्तो छन् र त्यसको न्युट्रिटिभ भ्यालु के छ, अर्को व्यावसायिक रूपमा चाहिँ उहाँहरूले कस्तो कस्तो दानाहरू चाहिँ खुवाइराख्नु भएको छ त्यसको न्युट्रिटिभ भ्यालुलाई चाहिँ हामीहरूले ल्याबबाट नै परीक्षण गरेर के कति ठिक छ कि छैन भन्ने कुराहरू चाहिँ फाइन्ड आउट गर्नको लागि चाहिँ एउटा यो कार्यक्रम पनि मन्त्रालयले चाहिँ अगाडि बढाएको छ। किसानहरूले यो प्रोग्रामबाट कसरी लाभ लिन सक्छन्? यो प्रोग्रामबाट चाहिँ किसानहरूले चाहिँ जस्तो हामीहरूले चाहिँ त्यो कुराबाट के फाइन्ड आउट गर्छौँ भने चाहिँ उहाँहरूले चाहिँ कस्तो किसिमको चाहिँ दाना खुवाइराख्नु भएको छ र उहाँहरूले खुवाएको दानाले चाहिँ पर्याप्त मात्रामा पुगेको छ कि छैन भन्ने कुरा फाइन्ड आउट भयो भने पछाडि, यदि पुगेको केसमा चाहिँ हामीले थप केही गर्न परेन, तर पुगेको छैन भने पछाडि हामीले कस्तो किसिमको घाँस लगाउने हो। जस्तै घाँसहरू पनि विशेष गरी त हामीले घाँसमै जोड गर्नुपर्छ, किनभने दानामा हामीले बढी जोड गर्दाखेरि चाहिँ हाम्रो लागत मूल्य बढ्न जान्छ र किसानलाई लस हुन थाल्छ होइन। र त्यसले एनिमललाई पनि, लाइफ स्टकलाई पनि शारीरिक रूपमा चाहिँ अस्वस्थ गर्ने होइन, हानि गर्ने कुरा त छँदैछ। त्यस कारणले गर्दाखेरि अब हामीले घाँसको कुरा गर्दाखेरि चाहिँ अकोसे, कोसे होइन, यी सबै कुराहरू मिक्स गरेर चाहिँ रासन एउटा फर्मुलेसन चाहिँ, जस्तै विशेष गरी चाहिँ यस्तो रासन मिलाएर चाहिँ तपाईँहरूले दिनुभयो भने पछाडि चाहिँ यसरी चाहिँ तपाईँले दुध बढाउन सक्नुहुन्छ है, मासुको उत्पादन बढाउन सक्नुहुन्छ है, अथवा समग्र फार्मको चाहिँ उत्पादन बढाउन सक्नुहुन्छ भन्ने कुरा चाहिँ हामीहरूले चाहिँ सुझाव सल्लाह दिन सक्छौँ। र त्यो सुझाव सल्लाहलाई एक्सेप्ट गरेर किसानहरूले जानुभयो भने पक्कै पनि उहाँहरूको चाहिँ राम्रो विकास हुन्छ फर्महरूको। पूर्वको विशेष गरी कोशी प्रदेशको विभिन्न जिल्लामा पनि बसिसक्नु भएको छ, कृषिमै विभिन्न जिम्मेवारी लिएर आफ्नो जिम्मेवारी सम्हालिरहँदाखेरि पशुपालनको अवस्था कस्तो देख्नुहुन्छ? अब जेनरल्ली पशुपालनलाई हेर्दाखेरि विशेष गरी यो पहाडी बेल्टको कुरा गर्दाखेरि, पहाडी र हिमाली बेल्टको कुरा गर्दाखेरि त हाम्रो त प्रदेशमा याकहरू पनि छ। जस्तो ताप्लेजुङको रेन्जल्यान्डको कुरा गर्दाखेरि, खर्कको कुरा गर्दाखेरि, पाँचथरको कुरा अलिकति माथिल्लो भागको कुरा गर्दाखेरि, सुलुखुम्बुको माथिल्लो भागको कुरा गर्दाखेरि, इभन इलामको सन्दकपुरको पनि माथिल्लो भागको कुरा गर्दाखेरि त्यहाँ चौरी पालन व्यवसाय छ र त्यो खर्कमा चाहिँ आधारित छ। त्यस कारणले गर्दाखेरि माथिल्लो त्यो हिमाली जिल्लाहरूमा चाहिँ खर्ककोमा आधारित भएको कारणले गर्दाखेरि चाहिँ पर्याप्त रूपमा चाहिँ घाँस हाम्रो हाम्रो त्यो लाइफ स्टकले गरे पनि पोषणमा चाहिँ अलिकति उसको रिक्वायरमेन्ट अनुसारको चाहिँ अभाव भएको होइन। त्यस्तै गरेर हाम्रो यो मध्य पहाड र हाम्रो तराईमा आउँदाखेरि चाहिँ विशेष गरी चाहिँ दानामा होइन खुवाइराखेको र अलिकति कमर्सियलाइजमा, व्यवसायीकरणमा पनि जाँदै गरेको हामीहरू पाउँछौँ। जस्तो हाम्रो परम्परागत शैलीमा चाहिँ हामीले एउटा दुईटा गरेको एउटा फार्म हुन्थ्यो भने चाहिँ अहिले चाहिँ व्यावसायिक रूपमा चाहिँ फर्मै दर्ता गरेर नयाँ नयाँ ब्रिडहरू ल्याएर चाहिँ अलिकति चाहिँ व्यावसायिक रूपमा चाहिँ गर्नुपर्छ भनेर रोजगारको अलिकति त्यसलाई चाहिँ बढावा दिँदै चाहिँ गरेको पाइन्छ। विशेष गरी अझ यो सुनसरी, मोरङ र झापा जिल्लामा अझ यो कमर्सियल फार्मरहरूको चाहिँ अलिकति चाहिँ पपुलेसन अथवा सङ्ख्या चाहिँ बढ्दो क्रममा छ जस्तो मलाई लाग्छ। युवाहरूको लागि विशेष गरी अब अहिले त नेपाल भन्दा पनि वैदेशिक रोजगारीको लागि अन्य मुलुक रोज्ने युवाहरूको सङ्ख्या अत्यन्त धेरै बढ्दै गइरहेको अवस्थामा युवाहरूको लागि चाहिँ पशुपालन व्यवसाय कस्तो व्यवसाय हो? अब हाम्रो कस्तो छ भने पछाडि चाहिँ अलिकति 12 पास गरिसके पछाडि पनि, ब्याचलर पास गरिसके पछाडि पनि, इभन तपाईँको मास्टर डिग्री पास गरेर ब्याचलर गरेर जागिरै भए पनि एकपटक चाहिँ विदेश जानुपर्छ है, विदेशैमा राम्रो स्कोप छ भन्ने कुरा पाउँछौँ हामीले। हाम्रो साथीहरू पनि गफ गर्दाखेरि चाहिँ विदेश चाहिँ जानुपर्छ, यहाँ नेपालमा केही स्कोप छैन भन्ने कुरा हाम्रो पनि कुरा चल्छ। तर वास्तविक कुरा त के हो भने पछाडि राम्रो तरिकाले चाहिँ हामीहरूले अघि मैले भने जस्तै पशु प्रजननको कुराहरू, पशु आहार र पशु व्यवस्थापन र पशु स्वास्थ्य व्यवस्थापन राम्रो तरिकाले गर्न सकियो भने पछाडि युवा
युवाहरूले यहीँ बसेर पनि रोजगार एउटा पैसा एउटा कमाउने चाहिँ एउटा माध्यम बन्न सक्छ, एउटा पशु पालन एउटा व्यवसाय होइन। र कतिपयले त्यो व्यवसाय पनि गर्नु भएको छ। हामीले यही मोरङ जिल्लामै अथवा यही सुनसरी जिल्ला झापा जिल्लामा हेर्दाखेरि विदेशमा राम्रो जागिर भएको, पैसा राम्रै कमाउने पनि फर्किनु भएको छ। किन फर्किनु भएको छ त भन्दाखेरि चाहिँ यो हामीले नेपालमै पनि गर्न सकियो, सबै कुरा म्यानेज गरेर गर्न सकियो। यही स्थानीय स्रोत साधनलाई चाहिँ पशु आहाराका रूपमा चाहिँ प्रयोग गर्न सकियो। जस्तै हाम्रो मकैकै कुरा हुन सक्ला होइन, हाम्रै दानाहरू हुन सक्लान्, साइलेजकै कुराहरू हुन सक्लान्। यसरी प्रयोग गर्न सकियो भने पछाडि त हाम्रो त यो कोशी प्रदेश त कति धनी छ कति धनी छ होइन। त्यस कारणले चाहिँ गर्न सकिन्छ भन्नुभएको छ र लाग्नु पनि भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ यो एउटा रोजगारको चाहिँ राम्रो व्यवसाय बन्न सक्छ जस्तो लाग्छ युवाहरूले। र युवाहरूले गर्नु पनि पर्छ, किनभने गर्ने भनेको युवाले नै हो होइन। यहाँले भन्नुभयो नि अघि, विशेष गरी यो कोशी प्रदेशमा पहाड हिमालसँगै तराई क्षेत्रमा पनि अहिले व्यावसायिक रूपमा पशुपालन गर्नेको सङ्ख्या चाहिँ बढ्दै गइरहेको छ भनेर। कस्ता खालका समुदाय, कस्ता खालका वर्ग चाहिँ यो पशुपालनप्रति लक्षित रहेछन्? यो विशेष गरी चाहिँ कस्तो छ भन्दाखेरि अब पहिला चाहिँ अब सीमित एउटा निश्चित वर्गले चाहिँ गर्नुपर्छ, जस्तै सुँगुर पालन पनि एउटा निश्चित वर्गले चाहिँ गर्नुपर्छ भन्ने थियो होइन, एउटा ट्याबु जस्तो थियो। अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ व्यवसाय भनेको कुरा चाहिँ जुनसुकै वर्गकोले पनि जसले पनि गर्न सकिन्छ भनेर चाहिँ गर्नुभएको छ। तर एउटा यसको एउटा डिफेक्ट कुरा चाहिँ के हो त भन्दाखेरि त्योसँग सम्बन्धित चाहिँ ज्ञान चाहिँ हुनुपर्छ। विशेष गरी त्यो व्यावसायिक रूपमा चाहिँ पालन गर्नेको लागि चाहिँ विशेष गरी तालिम भयो भने पछाडि होइन, एउटा कुरा त इच्छा हो होइन, आफ्नो विशेष रुचि हुन पर्यो होइन। त्यो कुराले मोटिभेसनले म अब यो पशुपालन गर्छु, कसैले भन्ला म कुखुरा पालन गर्छु, कसैले भन्ला म बुङ्गुर पालन गर्छु, कसैले गाई पालन गर्छु भनेर भन्ला होइन। र पहिला सुरुमा त्यो रुचि भयो र तालिम पनि भयो भने पछाडि चाहिँ यो कोशी प्रदेशमा चाहिँ यो स्पेसिफिक वर्गले चाहिँ यो गर्ने, यो धर्म मान्नेले चाहिँ यो गर्ने भन्दा पनि ओभरअल चाहिँ सबैले गरेको पाउँछु मैले कोशी प्रदेशमा को कुरा गर्दाखेरि। इभन नेपालकै कुरा गर्ने हो भने पछाडि पनि त्यस्तो छुट्याइएको छैन, जो सबैले नै गरिराख्नु भएको छ। यहाँले त किसानहरूसँग प्रत्यक्ष संवाद गर्नुहुन्छ, फिल्डमै जानुहुन्छ। किसानहरूले पशुपालनको क्षेत्रमा भोग्दै आएको समस्या चाहिँ के रहेछन्, के पाउनु भएको छ? किनभने अब यो पटकको हामीले उदाहरण हेर्ने हो भने पनि एक्कासी बर्ड फ्लू आयो, धेरै लाखौँ कुखुरा नष्ट गर्नु पर्यो, धेरै किसानहरू प्रभावित भए, व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आयो। पूर्व तयारी चाहिँ किसानहरू मार्फत पनि नभएको हो कि भन्ने खालको आशंका पनि व्यक्त गर्न सकिन्छ। साथै सरकारी पक्षबाट पनि त्यसलाई त्यति धेरै ध्यान दिएर नहेरेको अथवा प्राथमिकतामा नराखेको हो कि जस्तो पनि बुझिन्छ। के पाउनु भयो मुख्य समस्या चाहिँ? अब विशेष गरी यो कृषकहरूलाई वास्तवमा भन्ने हो भने छातीमै हात राखेर भन्ने हो भने चाहिँ एकदमै समस्या छ। किसान हाम्रो कृषक दाजुदिदीहरूले आफ्नो बल, आफ्नो ज्ञान, आफ्नो सिप प्रयोग गरेर चाहिँ गर्ने प्रयासमा हुनुहुन्छ, कतिले गर्नु पनि भएको छ। तर गर्दै चाहिँ यो कृषि पेसा भनेको कस्तो पेसा हो भनेपछि यसमा विभिन्न प्रब्लमहरू आउँछन्, विभिन्न समस्याहरू आउँछन् र किसानहरूले त्यस्तै समस्या भोग्नुपर्छ। जस्तै हजुरले भन्नुभयो अहिले यो बर्ड फ्लूको केस आयो, कहिलेकाहीँ खोरेत आउँछ, कहिलेकाहीँ लम्पी स्किनको प्रब्लम आउँछ, कहिलेकाहीँ अफ्रिकन स्वाइन फिभरको प्रब्लम आउँछ होइन, कहिलेकाहीँ बाढी आउँछ, कहिले पहिरो आउँछ। यी सबै कुराहरू चाहिँ कसले भोग्छ त भन्दाखेरि चाहिँ किसानहरूले भोग्नुपर्ने हुन्छ। त्यस कारणले वास्तवमा भन्ने हो भने नेपालको कृषक, अझ हामी यो कोशी प्रदेशको कुरा गरिराखेका छौँ, उहाँहरूलाई धेरै समस्या छ, धेरै पीडित हुनुहुन्छ। अझ यसमा त अब हाम्रो पनि कस्तो भइदियो त भन्दाखेरि कतिपय कुराहरू चाहिँ हाम्रो ल, नीति, नियम, कानुनले पनि हामीहरूलाई चाहिँ के गर्छ भन्दाखेरि बाधा पुर्याउँछ। जस्तै राहतकै विषयमा पनि हामीहरूले होइन एउटा बजेट अभावका कारणले पनि दिन नसकेको कुरा छ होइन, त्यो त हाम्रो कमजोरी भयो होइन, त्यसलाई त हामीले पनि मान्नुपर्छ। र अर्को कतिपय केसमा चाहिँ हामी प्राविधिकहरू पनि किसानका प्रत्येक घरसम्म चाहिँ पुग्न सकेका छैनौँ होइन, पुग्नु चाहिँ पर्ने हो, हामीहरू पनि पुग्न सकिराखेको अवस्था छैन। किनभने हामीसँग पनि सीमित स्रोत साधन, हामी सीमित सङ्ख्या हुने भएको कारणले गर्दाखेरि एकदम हामी त्यो कुरामा चाहिँ लागि नै राखेका छौँ होइन। हाम्रो जिल्लामा पनि कार्यालय छ होइन, हाम्रो आफ्नै यो प्रदेशमा मन्त्रालय भयो, हाम्रो मातहत नभए पनि स्थानीय सरकार छ, सङ्घ छ होइन। किसानको लागि चाहिँ हामीहरूले गरिरहेको जस्तो देखिन्छ, तर त्यो
अपर्याप्त छ, पुगेको छैन। त्यो पुगेको नभएको कारणले गर्दाखेरि हामीले चाहिँ किसानहरूको चाहिँ हामीले गर्न नसके जस्तो देखिन्छ हैन। यद्यपि हामीहरूले चाहिँ नयाँ प्रविधिहरू भित्राउने जस्तो आर्टिफिसियल इन्सेमिनेसनका कुराहरू, कृत्रिम गर्भाधारणका कुराहरू भए, यही पशुपोषणको सेक्टरमा कुरा गर्दाखेरि युरिया मोलासिस मिनरल ब्लकहरू भन्छ, युरियाले पराललाई उपचार गरेर चाहिँ खुवाउने प्रविधिका कुराहरू छन्, टिएमआरका कुराहरू छन्, नयाँ साइलेज बनाउने प्रविधिहरू छन्। यद्यपि यीहरू चाहिँ स्लो रेटमा होला, तर हामीले वृद्धि विकास चाहिँ गरिराखेका छौँ। र हजुरले भनेको जस्तै किसानहरूलाई समस्या छ, यही समस्याको लागि चाहिँ हामीहरूले चाहिँ कसरी उहाँहरूको यो समस्यालाई हल गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ आगामी दिनहरूमा चाहिँ अझ त्यसलाई चाहिँ अगाडि बढाउनुपर्छ। यहाँले अघि विशेष गरी दाना चाहिँ नेपालको मात्रै नभएर बाहिरबाट पनि आयात गर्नुपर्ने अवस्था छ भन्नुभयो। अब दानाको मूल्य चाहिँ वर्षेनी रूपमा बढ्दै गइरहेको छ, यसले चाहिँ पशुपालन क्षेत्रमा कस्तो खालको प्रभाव पार्ला? यसले चाहिँ अब यो यसले ठ्याक्कै भन्ने हो भने पछाडि जस्तो यो हामी चाहिँ विशेष गरी दानामा मात्रै आश्रित हुने हो भनेपछि, दानामा मात्रै डिपेन्ड हुने र व्यावसायिक फर्ममा हामी व्यावसायिक पालनमा जान्छौँ भन्ने हो भने पछाडि चाहिँ हामीहरू चाहिँ यो केही कुरामा चाहिँ हामी ल्याकिङ छौँ, हामी पछाडि पर्छौँ भन्ने कुरा जाने हुन्छ। त्यस कारणले गर्दाखेरि विशेष गरी यो कुरालाई जस्तो यो हामीले चाहिँ यो कच्चा पदार्थ विशेष गरी दाना भन्दा पनि विशेष गरी जति पनि यो नेपालमै बनाउने दानाहरू पनि जति छन् प्राय जसो कच्चा पदार्थ जस्तै मकै 80देखि 85% चाहिँ हामीहरूले चाहिँ इन्डियाबाट ल्याउनु पर्ने अवस्था छ हैन। हाम्रो यहाँ भएको उत्पादनले चाहिँ नपुग्ने नधान्ने अवस्था छ हैन। त्यसकारणले गर्दाखेरि चाहिँ हामी टोटल्ली डिपेन्ड चाहिँ कहाँ हुनु परिरहेको छ भन्दाखेरि भारतमा हुनु परिरहेको छ। अब व्यवसाय हामीहरूले यहाँ गर्न खोजिरहेका छौँ, तर कच्चा पदार्थमा चाहिँ हामी सबै भारतमा डिपेन्ड अपन हुने हो र स्थानीय स्रोत साधनलाई र हामीसँग भएको दानालाई, हामीसँग भएको घाँसलाई, हामीसँग भएको डाले घाँसहरूलाई, हामीसँग भएको खर्कलाई चाहिँ उपयोग गर्न यदि हामीले सकेनौँ भने पछाडि त पक्कै पनि हामीले के हुन्छ भन्दाखेरि हामी चाहिँ लसमा जान्छौँ। हामीले सोचे जस्तो मुनाफा हामीले गर्न सक्दैनौँ। अल्टिमेटली कृषकले त्यो पशुपालन किन गर्ने हो त भन्दाखेरि चाहिँ फाइदा लिनको लागि गर्ने हो नि त हैन। जस्तै दुध बढाएर होला, मासु बढाएर होला, त्यो अल्टिमेट हाम्रो त गोल भनेको त मुनाफा लिनको लागि हो। त्यसकारणले हामीसँग यो जति पनि नेपालमा जस्तो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले पनि विभिन्न यो घाँसे बालीहरूको नयाँ नयाँ चाहिँ तपाईँको भेराइटीहरू रिलिज गर्छ, नयाँ नयाँ जातहरू, अकोसे, कोसे हैन। त्यस्तै गरे यी सबै कुराहरूलाई चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि लगाउनु पर्यो। र विशेष गरी चाहिँ हामीले दाना यो खुवाउँदाखेरि पनि कस्तो हामीले एउटा कुरा बुझ्नु पर्यो भन्दाखेरि जति पशुको सुक्खा पदार्थ चाहिँ हाम्रो रिक्वायरमेन्ट हो त्यसको 3 भागमा चाहिँ हामीले 2 भाग चाहिँ विशेष गरी चाहिँ घाँसबाट नै खुवाउनुपर्छ भन्ने कुरा छ र 1 भाग चाहिँ हामीले दानाबाट र विशेष गरी चाहिँ सकेसम्म घाँसैबाट खुवाउने र अपुग भएको केसमा चाहिँ हामीले चाहिँ दानाबाट चाहिँ त्यो न्युट्रिएन्ट चाहिँ सप्लाई गर्नुपर्छ भन्ने कुरा छ। तर अक्सर हाम्रो के छ भने व्यावसायिक फार्महरू चाहिँ ठुलो ठुलो व्यावसायिक फार्महरूमा जाने तर घाँसलाई चाहिँ हामीले चाहिँ अलिकति कम महत्त्व दिने गरेका छौँ। त्यसकारणले गर्दाखेरि चाहिँ ती कुराहरू छन्। र त्यस्तै गरेर अनि पशु आहारका अब नयाँ प्रविधिहरू जस्तै साइलेजका कुराहरू छन्, हेलेजका कुराहरू छन्, तपाईँका युरिया मोलासिस मिनरल ब्लकका कुराहरू छन्, टिएमआर रासनका कुराहरू छन् हैन। यी यस्ता प्रविधिहरूलाई पनि जस्तै पराललाई चाहिँ युरियाले चाहिँ उपचार गरेर खुवाउने प्रविधि छन्। यी यस्ता प्रविधिहरू पनि अब हामीहरूले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि किसानको व्यावसायिक फर्ममा लगेर चाहिँ हामीले यस्ता कुराहरूको पनि ज्ञान दिनुपर्छ किसानहरूलाई। र प्लस अब यी कतिपय कुराहरू चाहिँ पुराना भइसकेका छन्। अब हाम्रो यो फार्महरूमा नयाँ नयाँ ब्रिडहरू आएका छन् हैन। नयाँ नयाँ अब धेरै दुध उत्पादन, इभन तपाईँको 40 लिटरसम्म दुध दिने गाईहरू आइसकेको छ फार्ममा भने हाम्रो यो रासन फर्मुलेसन चाहिँ विशेष गरी हामी 12, 15, 20 लिटरसम्मको मात्रै हामीसँग नेपालमा एभाइलेबल भएको जस्तो कन्डिसन छ। त्यसकारणले गर्दाखेरि हामीले अब नयाँ सिराबाट चाहिँ नयाँ रिसर्चहरू, नयाँ अनुसन्धानहरू पनि गर्नुपर्छ। किसानकै फार्ममा गएर हुन्छ कि हैन, कसरी हुन्छ, अथवा त्यही किसिमको गाईलाई चाहिँ आफैले यता अनुसन्धान परिषदले चाहिँ पालेर हुन्छ कि कसरी, त्यो नयाँ सिराबाट चाहिँ हामीहरूले चाहिँ अनुसन्धान पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। कहिलेकाहीँ आफूले पालेको पशु पक्षीहरू एक्कासी मर्ने पनि गरेको गुनासोहरू सुनिन्छ नि, किसानहरूको गुनासो यस्ता खालका। विशेष गरी अब पहाड तराई क्षेत्रमा जति पालेको थियो त्यो एक्कासी कुनै पनि रोगै नदेखिकन मर्यो अरे भनेको किसानको गुनासोहरू आउँछन्। के कारणले हुन सक्छ त्यस्ता? अब कतिपय कुराहरूमा त अब विशेष गरी त्यसको अब
होइन, त्यसको बडी फिजियोलोजी के थियो भन्ने कुरा हो। तर यो पशु आहारसँग रिलेटेड भएर कुरा गर्नु पर्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ यो विषाक्त पदार्थहरू हुन्छ घाँसहरूमा, एन्टी न्युट्रिसनल फ्याक्टरहरू अथवा टक्सिक फ्याक्टरहरू भन्छ होइन। जस्तै इपिलिपिलमा मिमोसिन भन्ने कुरा हुन सक्ला होइन, त्यस्तै गरेर स्यापोनिनका कुराहरू हुन्छन्, लेसिथिनका कुराहरू हुन्छन्। त्यस्तो एन्टी न्युट्रिसनल फ्याक्टरहरूको मात्रा पनि तपाईँको थोरै मात्रै पनि शरीरमा बढ्यो भने पछाडि त्यसले पनि चाहिँ जस्तै नाइट्रेट टक्सिसिटीको कुराहरू हुन्छ, त्यसले पनि पशुलाई चाहिँ के गर्छ त भन्दाखेरि नकारात्मक असर गर्ने गर्छ। र कहिलेकाहीँ चाहिँ हाम्रो पशुहरू चाहिँ हामीले चराउन लग्ने बेलामा होइन, अथवा ती त्यस्ता हामीले पशु आहार अथवा दानाको माध्यमबाट, घाँसको माध्यमबाट खुवाउने गर्दाखेरि चाहिँ ती त्यस्ता पदार्थहरूको मात्रा चाहिँ अलिकति बढ्यो होइन भने पछाडि पनि त्यसले चाहिँ पशुमा चाहिँ नकारात्मक असर देखाउने र मृत्यु हुने समेत गर्ने गर्छ। त्यसकारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ एउटा पशु आहारसँग सम्बन्धित भन्ने कुरा भयो। विशेष गरी अब पशु स्वास्थ्यको कुरा गर्दाखेरि त अब होइन उसलाई के भएको थियो होइन भन्ने कुराहरू चाहिँ अब एउटा अलिकति ल्याबमै गएर चेकअप गर्ने हो भने चाहिँ एक्ज्याक्ट चाहिँ यो भएको थियो भन्ने कुरा चाहिँ फाइन्ड आउट हुन्छ। अब जलवायु परिवर्तनको असर बढ्दो छ भनिरहेका छौँ, कृषि क्षेत्रमा त यसको प्रत्यक्ष असर देखि पनि रहेको छ। पशुपालनको क्षेत्रमा चाहिँ जलवायु परिवर्तनले कस्तो खालको असर पारिरहेको छ? अब यो जलवायु होइन, यो क्लाइमेट चेन्ज जलवायु परिवर्तन त हाम्रो इन्टरनेसनल इस्यु नै भयो, अन्तर्राष्ट्रिय इस्यु नै भयो। अब यसले कृषिलाई, समग्र कृषि, पशुपालन र मत्स्य पालनलाई पनि इभन चाहिँ के गरिरहेको छ भन्दाखेरि ह्याम्पर गरिराखेकै छ। अझ यसले चाहिँ अब यसले डाइरेक्ट चाहिँ कस्तो गर्ने भयो त भन्दाखेरि जस्तो यसले सामान्य एउटा तापक्रमको मात्रै कुरा गर्दाखेरि पनि सामान्य तापक्रम मात्रै वृद्धि भयो भनेपछि पशु चाहिँ स्ट्रेसमा आउने भयो, तनाव हुने भयो। पशुलाई तनाव मात्रै भयो भने पनि 10 देखि 15% चाहिँ तपाईँको चाहिँ दुध उत्पादन चाहिँ घट्ने भयो होइन। अनि विशेष गरी अर्को हाम्रो यो घाँसमा चाहिँ C3 C4 घाँसहरू हुन्छ र यो तापक्रम वृद्धि भयो भने चाहिँ C3 क्रप्सहरू, C3 घाँसे बालीहरूको चाहिँ उत्पादन घट्ने हुन्छ। र यो हाम्रो जेनरली चाहिँ घाँसे बालीहरू चाहिँ 97 देखि 98% चाहिँ C3 क्रप्सहरू हुन्छन् होइन। त्यसकारणले गर्दाखेरि चाहिँ यसले पनि प्रत्यक्ष असर चाहिँ गर्ने भयो पशुपालनलाई, समग्र एउटा पशुको आहारलाई समेत गर्ने भयो। उनीहरूले खाने घाँसहरूलाई होइन, उनीहरूले खाने डाले घाँसहरूलाई पनि गर्ने भयो र इभन तपाईँको पशुको शारीरिक अवस्थालाई समेत हानि गर्ने भावनाले गर्दाखेरि फाइनल्ली त अल्टिमेट कहाँ जोडिने त भन्दाखेरि अन्डा उत्पादनमा, तपाईँको दुध उत्पादनमा, मासु उत्पादनमा समेत के हुने भन्दाखेरि गिरावट हुने भयो। अब किसानहरूको तर्फबाट यो चाहिँ धेरै किसानहरूले चाहिँ अहिले सरकारले चाहिँ पशुपालन र कृषिलाई छुट्टा छुट्टै हेर्ने गरेको छ। तर एउटै क्षेत्रमा राखेर कृषि र पशुपालनलाई सँगै राखेर चाहिँ अगाडि बढाउनुपर्छ भन्ने खालको किसानहरूको कुरा सुनिन्छ। किनभने अहिले त अब सबैजनाले चाहिँ जैविक खेतीतर्फ आकर्षित भइरहेका छन्। धेरै कृषकहरू कृषि र पशुपालनलाई छुट्याइसक्दाखेरि चाहिँ जैविक खेती गर्नै समस्या भइरहेको छ भन्ने खालका धेरै किसानहरूको यो खालको गुनासो पनि सुनिन्छ। खास के हो, किन कृषि र पशुपालनलाई छुट्याइनुपर्छ अथवा सरकारले यसलाई सँगै लानुपर्छ? अब यो हजुरले एकदम राम्रो क्वेसन उठाउनु भयो, यसलाई छुट्याउने कि के भन्ने कुरा। अब होइन, अहिले यो विभिन्न कालखण्डमा चाहिँ हाम्रो मन्त्रालयको नाम पनि परिवर्तन हुने, कहिलेकाहीँ टुक्रिने, बिचमा पनि हाम्रो पशु मन्त्रालय भनेर छुट्टै खुलेको थियो, टुक्रिएको थियो कृषि र पशु, फेरि अहिले मर्ज भयो, अहिले वन पनि आइपुगेको छ। यी वास्तवमा भन्यो भने पछाडि चाहिँ एउटा सही रिजल्ट निकाल्नको लागि, एउटा परिणाम चाहिँ राम्रो निकाल्नको लागि चाहिँ यो कुराहरू चाहिँ के हुनुपर्छ भने एक आपसमा परस्पर सम्बन्ध छ। जस्तो एउटा किसानको घरमा तपाईँ जानुभयो भने त उसले गाई पनि पालेको छ, बाख्रा पनि पालेको छ होइन, थोरै घाँस पनि लगाएको छ, थोरै तरकारी पनि खेती गरेको छ होइन। अनि हामीले चाहिँ त्यो किसानलाई पनि हेर्नुपर्छ नि त भनेपछि धेरै एउटा एकदम कमर्सियलाइजमा जान खोजेको किसानलाई मात्रै होइन, एउटा भर्खरै सुरुवात गर्न खोजेको किसान र हाम्रो गाउँले परिवेशमा भएको किसान पनि त हाम्रो किसान हो। त्यसकारणले त्यो किसानको बारेमा पनि त हामीले सोच्नुपर्छ। त्यसकारणले गर्दाखेरि त्यो समग्र रूपमा चाहिँ जस्तो अझ मैले यसमा चाहिँ एउटा के कुरा जोड्न खोजेँ भने एउटा पोषणदेखि पोषणसम्मको मोडेल भन्ने एउटा यसमा मैले के जोड्न खोजेँ भनेपछि जस्तो हामीले चाहिँ पोषण जति पनि पोषणको कुरा गरिरहेका छौँ, मकै खुवाउनुपर्छ भनिरहेका छौँ, सोयाबिनका कुरा गरिरहेका छौँ, पिनाका कुरा गरिरहेका छौँ भनेपछि यो कहाँबाट आउँछ त भन्दाखेरि कृषिको उत्पादनबाट आउँछ। अब यो कृषि उत्पादन कहाँबाट आउँछ त भन्दाखेरि फाइनल्ली जोडिन्छ माटोसँग जोडिन्छ भनेपछि माटोको पनि हेरविचार चाहिँ हामीले के गर्नु पर्यो, राम्रो गर्नु पर्यो। अनि त्यो माटोमा हामीले जस्तो जैविक खेतीका कुराहरू गरेका छौँ, रासायनिक मल हाल्नु हुँदैन है भन्ने कुरा, जस्तो धेरै मात्रामा चाहिँ रासायनिक मलहरूको प्रयोग नगरेर हामीले चाहिँ जैविक कृषिमा चाहिँ विशेष गरी चाहिँ हाम्रै गोबर
मल गोठे मललाई प्रयोग गर्नुपर्छ, त्यो फेरि कहाँबाट आउँछ? पशुकोबाट आउँछ। त्यो कहाँ प्रयोग गरिन्छ? माटोमा प्रयोग गरिन्छ। उत्पादन हुन्छ, त्यो उत्पादन कसले खान्छ? पशुले खान्छ। र पशुले फेरि उत्पादन के दिन्छ? दुध दिन्छ, मासु दिन्छ। त्यसलाई फेरि कसले उपभोग गर्छ? फेरि हामीले नै गर्छौँ। भनेपछि हामीले त्यहाँनिर हामीले त्रुटि गऱ्यौँ, विषाक्त चिज मिसायौँ भने पछाडि त फेरि उत्पादन हुने चिजहरूमा पनि त रेजिड्यू त देखिन्छ। त्यस कारणले गर्दाखेरि त हामीले नै कन्ज्युम गर्नुपर्ने हुन्छ। त्यस कारणले हामीले त्यो कुरालाई चाहिँ स्वस्थ राख्न सक्यौँ भने बल्ल हामीले स्वस्थ उत्पादन गर्न सक्छौँ। स्वस्थ उत्पादन गर्न सक्यौँ भने स्वस्थ उपभोग गर्न सक्छौँ। र स्वस्थ उपभोग गर्न सक्यौँ भने हाम्रो स्वास्थ्य चाहिँ के हुन्छ? राम्रो हुन्छ भन्ने कुरा छ हैन। त्यस कारणले एउटा त्यो किसानले चाहिँ के हुन्छ भन्दा घरमा बाख्रो पनि पालेको हुन्छ, भेडा पनि पालेको हुन्छ, तरकारी खेती पनि गरेको हुन्छ। त्यस कारणले राज्यको नीति चाहिँ के हुनुपर्छ त भन्दाखेरि बाख्राको छुट्टै, भैँसीको छुट्टै भन्दा पनि एकीकृत कृषि पशु हैन, अथवा एकीकृत कृषि वन प्रणाली हैन, कसरी हुन्छ त्यसलाई समग्र रूपमा चाहिँ मिलाएर लान सकियो भने पछाडि भर्खरै किसान जो हाम्रो प्रापूर्वकालदेखि भइरहेको किसान र एउटा व्यावसायिक रूपमा जाने किसान सबैलाई चाहिँ हामीले समेट्न सक्यौँ भने पछाडि बल्ल हाम्रो देशको चाहिँ के हुन्छ त भन्दाखेरि आर्थिक वृद्धि हुन्छ र सबै किसानलाई चाहिँ हामीले समेट्न सक्छौँ जस्तो लाग्छ मलाई। हुन्छ, कार्यक्रमको अन्त्यमा छौँ। सरकारले पशुपालनको कुन क्षेत्रमा विशेष ध्यान दिनुपर्छ? अब यो सरकारले, मैले अघि सुरुमा पनि भनेको छु, विशेष गरी 4वटा कुराहरू, जस्तो 5वटा कुरालाई जोडौँ, एउटा मार्केटलाई जोड्ने हो भनेपछि यो 5वटा कुराहरू जस्तो पशु पोषण, पशु प्रजनन, पशु व्यवस्थापन, पशु स्वास्थ्य र पशु बजारीकरण, यो 4वटा कुरालाई चाहिँ हामीले राज्यले लगानी गर्यो र यसैमा फोकस भएर गयो भने पछाडि चाहिँ हामीले समग्र पशुको विकास गर्न सक्छौँ। यो 5वटा कुराहरूमा चाहिँ एउटालाई चाहिँ म धेरै गर्छु, अर्कोलाई चाहिँ कम गर्छु भनेर चाहिँ हामी लाग्यौँ भने पछाडि चाहिँ हामी जुन तरिकाले जुन ठाउँमा हामी पुग्नुपर्ने हो त्यो ठाउँमा चाहिँ पुग्न चाहिँ हामीलाई चाहिँ अलिकति गाह्रो पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि समग्र पशु विकासका लागि चाहिँ पशु आहारा, पशु प्रजनन, पशु व्यवस्थापन, पशु स्वास्थ्य र पशु बजारीकरण, किनभने पशुको उत्पादन त वृद्धि हामीले गरौँला तर बजारीकरणको पनि हाम्रो अहिले समस्या छ। दुध फालेर चाहिँ मिल्क होलिडे बनाइरहेको कुराहरू, अन्डा कतिपय ठाउँमा चाहिँ तपाईँको फालिरहेको कुराहरू छ। भन्दाखेरि किसानले उत्पादन मात्रै गरेर भएन, किसानको व्यवस्थापन जस्तो त्यो किसानको बजारीकरणको व्यवस्था पनि हामीले नै गरिदिनुपर्छ र समग्र त्यो कुरा हामीले गर्न सक्यौँ भने बल्ल समग्र कृषककोलाई पनि राम्रो हुन्छ, कृषि पनि राम्रो हुन्छ, पशुपालन र मत्स्य क्षेत्र पनि राम्रो हुन्छ र समग्र नेपालको विकास हुन्छ भन्न चाहन्छु मैले। हस्, अन्त्यमा मैले सोध्न छुटाएका र यहाँले भन्नुपर्ने केही त्यस्तो छ? मोटामोटी कुरा त हजुरले नै ल्याइसक्नु भएको छ हैन। हजुरले पनि डेप्थमा गएर चाहिँ स्टडी गर्नु भएको रहेछ हैन, कसरी चाहिँ पशु आहारालाई समेट्ने भन्ने कुराले। त्यस्तो खासै केही कुराहरू छैन, हजुरले लगभग समेटिएकै छ कुराहरू चाहिँ। हस्, यहाँको महत्त्वपूर्ण समय र संवादको लागि धेरै धेरै धन्यवाद। हस्, हजुरको यो टेलिभिजनमा हजुरले आएर हैन बोलाएर चाहिँ मेरो पनि 2-4वटा पशु आहाराको बारेमा केही कुरा राख्ने मौका दिनुभयो, त्यसको लागि हजुरको यो टेलिभिजन अनि हजुरलाई समस्त यो टिमलाई चाहिँ धन्यवाद दिन्छु। हस्, धन्यवाद। उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका पशु विकास अधिकृत बबी बस्नेतसँग गरिएको कुराकानीसँगै आजको विशेष संवादको समय सकिएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल एनटिभी टहरी हेर्दै गर्नुहोला। बिदा चाहन्छौँ। नमस्कार।